सेरेमनीका सभाध्यक्षज्यू, प्रमुख अतिथि बागमती प्रदेशका मान्यज्यू, व्यासमा आसीन सम्पूर्ण मेरा सहकर्मी साथीहरू र आज ग्रेजुएट हुने सम्पूर्ण दिदी बहिनी भाउजूहरूमा हार्दिक न्यानो नमस्कार व्यक्त गर्न चाहन्छु। र विशेष गरी आज जेबी पार्लरले हामीलाई यो मौका दिनुभएको भन्छु म चाहिँ। किनभनेदेखि 14 नम्बर वडामा ट्रेडिङ सेन्टर छ भन्ने कुरा पनि मैले पनि भर्खर भन्दा 2 वर्ष मात्रै भयो हाम्रो चिनजान भएको। 2 वर्षको अन्तरालमा उहाँहरूले जेबी पार्लरले के गर्नुभयो भन्ने कुरा चाहिँ आजको तपाईँहरूले सिक्नु भएको र हामीले तपाईँहरूको हेडमा देखिरहेका छौँ नि क्याप, होइन? त्यो क्याप लगाउनु भएको छ र त्यो लगाएको क्यापले चाहिँ हाम्रो महिला दिदीबहिनीहरूको सिपलाई उजागरण गरेर चाहिँ तपाईँहरू चाहिँ त्यो सिपमा चाहिँ टिक्नु होला र बिक्नु होला र समाजलाई पनि देखाउनु होला भन्ने कुरा चाहिँ मैले राख्न चाहन्छु। र विशेष गरी मैले जेबी पार्लर भनेको चाहिँ एउटा उद्यम मात्र नभइकन उहाँले चाहिँ स्वावलम्बी, होइन, अघि धेरै बोलिसक्नु भएको छ, समयलाई पनि हामीले मध्यनजर राख्नुपर्ने भएको हुनाले चाहिँ जेबी पार्लर 14 नम्बर वडामा छ। हामीले ट्रेडिङ सेन्टरहरू धेरै ठाउँमा खोजिराख्थ्यौँ, होइन, तर अहिले 2 वर्षको अन्तरालमा हाम्रो भेट भएर काम गर्दाखेरि सहकार्य गर्दाखेरि उहाँले गर्नुभएको एउटा आत्मीयतापनहरू चाहिँ अब मैले व्यक्त गरिराख्नुभन्दा पनि अघि सहभागीज्यूहरूले बोलिसक्नु भएको छ। र एउटा प्रतिनिधि भइसकेपछि र एउटा सरकार भनौँ जनप्रतिनिधि भइसक्दाखेरि सङ्घ संस्थाले गर्नुपर्ने समन्वयहरू चाहिँ उहाँहरूले गर्नुभएको छ। र आज विशेष गरी आजको यो जेबी पार्लरमा चाहिँ प्रमुख अतिथि मान्य हाम्रो रघुनाथ महर्जनज्यू 3 नम्बर क्षेत्रबाट पाल्नु भएको छ र उहाँकै क्षेत्र पनि हो 14 नम्बर वडा। त्यस कारणले गर्दाखेरि आज प्रमुख जति पनि पार्लरमा सिक्नु भइरहेका जहाँ जस्तो भए पनि नेपाली हुनुहुन्छ र 3 नम्बर प्रदेश बागमती प्रदेशकै हुनुहुन्छ मैले अहिलेसम्म हेरिराख्दाखेरि। त्यस कारणले गर्दाखेरि हामी महिलाहरूमा सिप हुनुपर्छ, त्यो सिपलाई चाहिँ हामीले टिकाउनुपर्छ भन्ने कुरा राख्न चाहन्छु। र टिकाउनको लागि आफै बिक्नु पर्ने छ, होइन? तपाईँलाई टिकाउनको लागि आफै बिक्नु पर्ने छ र त्यो बिकाउनको लागि तपाईँहरूको साथ छौँ भन्ने कुरा चाहिँ मैले राख्न चाहन्छु। र विशेष गरी जेबी पार्लरले हाम्रो वडामा भइराख्नु भएको छ र यो 2 वर्ष मात्रै नभइकन सयौँ वर्ष चाहिँ हाम्रो के अरे महिला दिदीबहिनीहरूलाई चाहिँ ट्रेनिङ दिनु होला, अझै उद्यमी बनाइदिनु होला भन्ने कुरा राख्न चाहन्छु। र अगाडि बढ्नेछौँ भन्ने कुरा राख्दै विशेष गरी आजको समयलाई चाहिँ ध्यान दिएर समय दिएर कति के अरे हाम्रो स्टुडेन्टहरूले मैले अनुगमन गर्ने क्रममा देखेको थिएँ कि कति आतिनुहुन्थ्यो, 2 घन्टा 3 घन्टा उहाँहरू आइराख्नुहुन्थ्यो र कहिले पनि मिस गर्नुभएको थिएन। र अघि सुन्दर ढोकाबाट पनि म्यामले भन्नुभयो, मैले त्यो 2टा नानीहरूलाई पनि मैले हेरिरहेको हुन्थेँ, उहाँहरूलाई अस्वस्थ भए पनि उहाँहरूले समय दिएर म्यामले केयर गरेको मैले जस अनुगमन गर्ने क्रममा त्यहाँ हेर्ने क्रममा चाहिँ देखिरहेको थिएँ। र 2टा नानीहरूले बोल्नुहुन्थ्यो कति महिना भइसक्यो हामीले सिकेको, घर जानु पाएको छैन पनि भन्नुहुन्थ्यो, होइन? तर ठिक छ, घर के अरे अब जानुहुन्छ होला। र अघि उहाँले नै बोलिसक्नु भएको छ, मकनपुरमा भन्नुभयो, त्यो हाम्रो प्रदेशै भएको हुनाले हामीले फरक क्षमता भएका व्यक्तिहरूलाई हेर्दाखेरि उहाँहरूले केही गर्न सक्नु हुँदैन भनिदिन्थ्यो नि, होइन? तर जेबी पार्लरले चाहिँ उहाँहरूलाई सहायता दिएर कसरी हुन्छ सक्नुहुने बनाउनु भएको छ, त्यसको लागि पनि धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि हामीले सहकार्य गर्नेछौँ भन्दै मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार।